भनेर कुनै दिन आई लभ यु अल्सा भनेर दिन्छ तर तिमीले नथा। म चाहिँ यहाँ आएको छु हेल्थ सेन्टरमा। यहाँनिर एनबियूको ग्राउन्डमा आएर चाहिँ खुट्टा धुँदैछ केटीले चाहिँ यस्तो छ घाम लागेर चाहिँ तर हामी दुईजना है सेरक्कै हुन आइसक्यो। हेलो गाइस, हामी चाहिँ यहाँ एनबियू घुम्दैछु हो, तर घामले चाहिँ अहिले चाहिँ हामी म्युजियमको छेउमा छु। अहिले म्युजियमको अगाडि आइरहेको छु हो, तर भित्र पस्नु चाहिँ दिँदैन होला। यो चाहिँ म्युजियम हिस्ट्री है, हिस्ट्री डिपार्टमेन्टको म्युजियम। यी सबै रुखको पत्ताहरू सुकेर यस्तो भइरहेछ सबैजना चाहिँ कहाँ हो लाँदैछ त्रिसाले यस्तो छ घाम लागेर चाहिँ तर हामी दुईजना है सेरक्कै हुन आइसक्यो। यहाँनिर चाहिँ प्ले ग्राउन्ड यो उयो एनबियूको त्यो चाहिँ फुटबल ग्राउन्ड हो, तर फुटबल हुँदैन, क्रिकेट खेलाउँछ। चाहिँ यहाँ आएको छु हेल्थ सेन्टरमा एनबियूको हेल्थ सेन्टर। अब एक घामले डढेर खाल्दै हुन आँटिसक्यो है। गुलाब जामुन यसरी फुलहरू फुलिरहेको छ। उयो त उयो होइन म्यापल्सहरू जस्तो देखेँ त अरे होइन। म्यापल भनेको होइन फुल फुलिरहेको। ए यस्तो, तर मेरो फोन त अब त्यस्तो राम्रो छैन होइन। हामी चाहिँ बदमास गर्नु जानु आँटेको छु। अहिले त्यो बदमास चाहिँ के हो भनेर चाहिँ तपाईँहरूले चाल पाइहाल्छ होइन। यहाँनिर चाहिँ घाम फुल छ। म चाहिँ घाम फुल भन्छ, के फुल हो थाहा भएन। रोज लु हेर्नुहोस् हो, यहाँ म छु, यहाँ अल्छा छ। मेरो बहिनी हेरे हो चाहिँ हामीले एउटै देख्छ भन्छ है, अघि तपाईँहरूलाई पनि भनिहालेको छु। भोक लाग्यो, अब चाहिँ खाजा भुजाको लागि चाहिँ सर्टकट जाँदैछु। आज बदमास गर्नु जाउँ भनेको पोकापोकी नै छैन। बाट चाहिँ जाँदैछु म। यहाँनिर उहिले फुलिरहेको छ, के पो बगनबेली होला यो, बगनबेली जस्तो देखिरहेको छ, त्यसले फुलिरहेको छ हो। हामी चाहिँ यहाँ इटिङ गर्नु जानु आँटेको, भोक लागेर अलिकति चाबर चुबुर चाहिँ बगनबेलीले मजाले फुलिरहेको छ हो, तर रियलमै राम्रो देखिरहेको छ फुलको चाहिँ पिङ्कमा। राइस त घरमै पनि यो चाहिँ मलाई किन्दिन आँटेको छ त्रिसाले किन्दिन आँटेको छ मलाई। यहाँनिर छ खै के किनेको हो, म चाहिँ यता बसिरहेको छु हो। अहिले चाहिँ हामीले पेट पूजा गरेर पनि उता जाँदैछु हुँदै है। मेरो चाहिँ यहाँनिर यस्तो डट डट चाहिँ के भएको भन्दाखेरि चाहिँ नि अस्ति घरमा हुँदा चप बनाउँदाखेरि तेल उछिटेर अब के को अरे फुल यस्तो भनेर कुनै दिन आई लभ यु अल्सा भनेर दिन्छ तर तिमीले नथा। हो र ल। अन्त अरू ए गर्नुपर्छ कहिले चाहिँ यस्तो मजाले फुल फुलिरहेको छ हो। यो रुखले चाहिँ, यो रुखको नाम चाहिँ के हो थाहा भएन। यता पनि फुलिरहेको छ, यहाँ पर पनि फुलिरहेको छ अरेन्ज कलरको, तर यहाँ चाहिँ देखेको छैन, अर्कै कलरको देखाइरहेको छ यहाँ चाहिँ। यहाँनिर एनबियूको ग्राउन्डमा आएर चाहिँ खुट्टा धुँदैछ केटीले चाहिँ। नपताएको हो भने चाहिँ यो चाहिँ ग्राउन्ड हो, यहाँ पे वो पेट धो रहा है।
खुट्टा धो रहा है एकदम घिस घिस के। यहाँनिर चाहिँ बगनबेली मजाले फुलिरहेको छ, पत्तै बिनाको हो। हाम्रोतिर हुने चाहिँ पत्तासँग हुन्छ, यता चाहिँ पत्ता कम्ती हुँदो रहेछ, बेसी चाहिँ फुल। फेरि माथिको भन्दा त अलिक ठुल्ठुलो पनि त रहेछ यी फुल। माथि हाम्रो घरमा भएको चाहिँ यस्तो छैन, त्यो रुखमा मजाले फुलिरहेको छ। त्रिसा प्रधान, मिस त्रिसा प्रधान।